यो चाहिँ हाम्रो मेलम्ची नगरपालिका भन्दा 100 मिटर परको फटेको बाटो यस्तो छ हैन। हाम्रो यो नगरपालिकाले किन यो फटेको बाटोलाई ध्यान नदिएको, यसको कारण के हो? फुल भिडियो हेरेर कमेन्ट गर्नु होला। अब चाडपर्व नजिक आउँदा पनि यस्तो बाटो र यो माथिपट्टि नयाँ बाटो खन्नेको आवश्यक के थियो र त्यो बाटो खने पनि यहाँ तल चाहिँ राम्रोसँग अलिकति सुरक्षित राख्नुपर्ने हो नि त। यो बाटो किन यसरी बिगारेको? फुल भिडियो हेर्नु। अब हेर्नुहोस् यहाँ बिहान यहाँनिर अब यो ट्रक फसेको छ, फुल लोड ट्रक र यहाँ भ्याकुले अब हल्का सहयोग गर्दैछ पछाडिबाट ठेलेर। ट्रकलाई ठेल्न सफल छ। गाई चाहिँ फटेको बाटो हो, यस्तो बिग्रे बाटो चाहिँ हो। यो समूह कहाँ आएर बस्दै हाल्छ? गाई त्यहाँ फसेको छ बाटो हुँदैन। छुन्छ होला नि आज, छुन्छ होला नि। गयो। Thanks for watching guys. Subscribe for more videos.